नमस्कार। मेरो नाम लालचन्द्र रुम्ब हो। मैले अस्ति पहिलो भिडियो बनाएको थियो। त्यो भिडियोमा भनेको थियो मैले अब अर्को भिडियोबाट चाहिँ मैले के को बारेमा चाहिँ भिडियो बनाउन खोजेको भन्ने बारेमा म अब छुट्टै छुट्टै पाठ गरेर चाहिँ बनाउँछु भनेर भनेको थियो मैले हैन। त्यही भएर अब मैले अर्को भिडियो बनाएको छु। यो भिडियोबाट चाहिँ म केबाट सुरु गर्छु भनेदेखि अब छुट्टै थुप्रै छ त्यो पाठहरू हैन। के को बारेमा बनाउँछु भनेदेखि अब चाहिँ पहिलोचोटि चाहिँ यो काठमाडौँमा फोहोरले साह्रै समस्या भयो, साह्रै लफडा भयो। अनि यो सेफ्टी ट्याङ्कीले पनि साह्रै नै ऊ भयो। अब सबै यो फोहोरहरू सेफ्टी ट्याङ्की सबै त्यो ढलमा नालीमा त्यो उसमा खोलामा हालेर खोला साह्रै दुर्गन्ध भयो हैन। यसलाई के गर्ने भनेदेखि अब यो पुरै बन्द गरिदिने, सेफ्टी ट्याङ्की पुरै बन्द गरिदिने तपाईँको हैन। र यो फोहोर पनि यो ओखरपोमा त्यो डम्पिङ साइडमा लान नपर्ने गरी यो फोहोर सबै त्यो उसमा हालिदिने कि तपाईँको के भन्छ यो सेफ्टी ट्याङ्कीमा हालिदिने। कुहिने जति फोहोर सबै सेफ्टी ट्याङ्कीमा हालिदिने, नकुहिने जति सफा गरेर छुट्याएर घरमै पोको पारेर राख्ने। त्यो अब प्लास्टिकहरू यताउति मधिसेहरू आउँछ त्यो खोज्नलाई, तिनीहरूलाई दिएर पठाइदिने हेर्नु। प्लास्टिकहरू फलामहरू तारहरू हैन, त्यस्ताहरू मधिसेले किनेर लान्छ, कोही किनेर लान्छ, कोही त्यतिकै लान्छ हैन। त्यो उनीहरूलाई पठाइदिने। कुहिने जति सबै तरकारी केलाकोदेखि लिएर फलफुल खाएको बोक्राहरूदेखि लिएर यो अब बसेको के अरे बासी बसेको भातहरूदेखि लिएर सबै के त्यो अब सबै त्यो फाल्ने जति चिज चाहिँ कुहिने चिज चाहिँ सबै तपाईँको त्यो सेफ्टी ट्याङ्कीमा हालिदिने हेर्नु। सेफ्टी ट्याङ्कीमा हालिदिने। अनि त्यसलाई चाहिँ अनि लास्टमा त्यसलाई के गर्ने भनेदेखि त्यो सेफ्टी ट्याङ्कीबाट चाहिँ त्यो सबै त्यो फोहोरहरू त्यो टोयलेट सबै निकालेर चाहिँ के गर्ने भनेदेखि मैले चाहिँ त्यो यो काठमाडौँभन्दा बाहिर भनौँ भ्याली बाहिर चाहिँ यो बारीमा खेतमा क्या तपाईँको मङ्सिरमा कार्तिकमा भनौँ न, कार्तिक मङ्सिरमा यो अब बर्खे बाली टिपिसकेपछि धान काटिसकेपछि कोदो टिपिसकेपछि त्यो खेतमा चाहिँ अब धान लाउने बेलामा के अरे गहुँ लाउने बेलामा तोरी लाउने बेलामा अनि त्यसमै हालिदिने कि तपाईँको त्यो त्यसमा लगेर हालिदिने। त्यसलाई अब मिसिनले जोतिदिने हेर्नु। मिसिनले जोतिदिने। अब त्यो खुट्टामा लाग्छ भनेदेखि खुट्टामा त्यो अब बुट जुत्ता लाउने, त्यो अब के भन्छ त्यो हिलोमा लाउने, त्यो माटोमा लाउने जुत्ता, त्यो काम गर्ने बेला लाउने जुत्ता पाउँछ घुँडासम्म आउने, त्यो जुत्ता लाउने। अनि मिसिनले जोतिदिने। मिसिनले जोतेर अनि त्यो गहुँ तोरी छरेर त्यसलाई मिसिनले नै अब उ गरिदिने कि डल्लो फुटाइदिने। त्यसलाई हात लाउँदै नलाउने तपाईँको, त्यहाँ हात लाउँदै नलाउने। अनि त्यसपछि बारीमा पनि त्यस्तै गर्ने हेर्नु। अनि बारीमा पनि तपाईँको के गर्ने भनेदेखि नल काटिसकेपछि त्यसरी नै जोतेर तासेर मिसिनले तास्ने, काँडा पनि मिसिनले तान्ने, काँडा तान्ने मिसिन बनाउने। अनि त्यहाँबाट तपाईँको मिसिनले नै जोत्ने, मिसिनले नै काँडा तास्ने। अनि त्यसपछि त्यहाँ त्यसरी बारीमा पनि त्यसरी हालेर बारीमा चाहिँ अलिकति लेकतिर गाउँ नपाएको ठाउँमा चाहिँ तोरी छरिदिने होइन। अनि त्यहाँबाट अलिक बेसीमा चाहिँ गाउँ पाएको ठाउँमा गहुँ छरिदिने हेर्नु। अनि पानीको समस्या के हुन्छ हेर्नु। अनि पानी चाहिँ के गर्ने भनेदेखि तपाईँको हाम्रो त खोलामा अब जति पनि खोलामा पानी बगिरहेछ। अनि त्यसलाई के गर्ने भने अब बिजुली पनि अब बाहिरबाट किन्न पर्ने होइन, हाम्रो नेपालमै जति पनि छ बिजुली। त्यो चाहिँ के गर्ने भनेदेखि तपाईँको बिजुली चाहिँ तपाईँको बिजुलीले राति कतिखेर चाहिँ अब भनौँ न बिजुलीको काम आउँदैन त्यतिखेर चाहिँ बिजुलीबाट पानी तानेर चाहिँ अनि त्यो गाउँमा तोरीमा लाउने, बारीमा जुन पानी नलाग्ने ठाउँमा, कुलो नलाग्ने ठाउँमा चाहिँ कुलो नआउने ठाउँमा त्यसरी चाहिँ पानी मिसिनबाट पानी तानेर लाउने सिस्टम गर्नुपर्छ हेर्नु। त्यसो गरेर अब हाम्रो काठमाडौँमा नेपालमा जग्गाहरू धेरै नै बाँझो हुन थालिसक्यो। त्यही भएर त्यसरी खेती गर्नुपर्छ अब। र त्यो खेती कसले गर्ने भन्दाखेरि अब त्यो व्यक्तिले गर्दैन। त्यसलाई चाहिँ के गर्ने भने अब वडाको प्रतिनिधिले, वडाको अध्यक्षले, वडाको प्रतिनिधिले त्यसलाई के गर्ने भने आफ्नो एरियामा, आफ्नो वडामा कस्तो कस्तो खालको भूभाग छ होइन, ठुल्ठुलो गरेर भएको फाँट अथवा पाहाडै पहाड के अरे गरै गरेर काँला भएको त्यो कस्तो खालको चाहिँ जग्गा छ, भूभाग छ, त्यो अनुसारले त्यो हेरेर चाहिँ मिसिनहरू किन्ने। अनि कतिवटा मिसिन चाहिन्छ, कतिजना मान्छे राख्नुपर्छ त्यो ठ्याक्क अर्कालाई त्यति नै मान्छेले त्यहाँ भर्ती गर्ने, तलब दिएर हुन्छ कि ज्याला दिएर हुन्छ ठ्याक्क। अनि तालिम दिएर ट्रेनिङ दिएर त्यसलाई चाहिँ त्यहाँ भर्ती गरेर राख्ने। अनि ठ्याक्कै बेला भएपछि खनजोत गर्ने बेला भएपछि ठ्याक्कै खनजोत गर्न सुरु गर्ने।
लेखिदिए हुन्छ कि बेचिदिए हुन्छ त्यहाँ अब कहाँ त्यतिखेरको मौसम अनुसारले भनौँ न त्यतिखेरको आवश्यकता अनुसारले कताबाट सुरु गर्नुपर्छ त्यतैबाट सुरु गर्ने अनि भनौँ अनि टिप्ने बेला भएपछि टिप्ने बेलामा पनि त्यही गर्ने त अब कताबाट पाक्न थाल्छ त्यतैबाट टिप्ने त्यो पनि उसले टिप्ने वडाको उसले नै त्यही प्रतिनिधिले नै त्यही राखेको हुन्छ काम गर्ने स्टाफ तिनीहरूले नै टिप्ने अनि त्यो लागो कति पैसा लाग्छ होइन टिपेको कति पैसा लाग्छ त्यो हिसाब गरेर त्यो जग्गा धनीसँग लिएर अनि त्यहाँबाट कामदारलाई तलब अब भनौँ ज्याला दिने त्यसरी चाहिँ गर्नुपर्छ अब प्रतिनिधिले अनि त्यसपछि अब जग्गा छ मान्छेले अब खेती त गर्न त मन त लाग्छ खेती गर्न त अब त्यो बोराको युरिया मल अब त्यो के गेडे मल यस्तो मात्रै हालेर त हुँदैन जग्गा त बिग्रिन्छ हेर्नु माटो बिग्रिन्छ त्यसलाई के चाहियो भनेदेखि माटो खुकुलो बनाउनुलाई त अब त्यो भनौँ न मल पनि चाहियो हेर्नु मल के को चाहियो भने वस्तुको चाहियो वस्तुको मल त अब हाल्नलाई त मान्छेले अब त्यतिकै वस्तुले त त्यतिकै मल त हुँदैन पचकर सोत्तर काट्नु पऱ्यो घाँस काटेर खुवाउनु पऱ्यो गोबर सोर्नु पऱ्यो दुनियाँथरी गर्नुपर्छ हेर्नु त्यो त अहिलेको मान्छेले प्रायः जस्तो मान्छेले त्यो गर्दैन हेर्नु त्यो नगर्ने भएपछि अब उता मल बिना अब भनौँ न मल नभएर जग्गा जमिनमा पनि माटो बिग्रिने खेती गर्नलाई पनि गाह्रो भएर आएको यता चाहिँ अब यो फोहोर व्यवस्थापन गर्न नपाएर यहाँ फोहोरले साह्रै समस्या भएर आएको अनि यो फेरि मल पनि साह्रै राम्रो हुने फेरि यो वस्तुको भन्दा पनि धेरै राम्रो मल हुने फेरि यो फेरि हेर्नु यसलाई चाहिँ घिन नमानिकन यसलाई नेगेटिभ नसोचिकन यसलाई चाहिँ हामी चाहिँ सिधै लगाएर जग्गा जमिनमा प्रयोग गरिदिने अनि त्यही मलबाट चाहिँ अब सबै जग्गा जमिन सबै यो खेतीमा चाहिँ आबद्ध हुनुपर्छ भन्ने चाहिँ मेरो विचारमा लागेको छ यो चाहिँ अब तपाईँहरूलाई कस्तो लाग्नु भएको छ मेरो कुरो होइन अब कुरो सुन्ने बित्तिकै एकैचोटि तपाईँहरूलाई फेरि अब उ नगर्नु एकछिन सुन्नु बुझ्नु यो कुरा ठिक हो कि बेठिक हो होइन तपाईँहरूले यो कुरोलाई चाहिँ अलिक गहिरिएर ध्यान दिएर सुन्नु होला अनि भित्री उसबाट बुझ्नु होला अनि त्यसपछि मैले चाहिँ त्यसरी गर्ने भन्ने विचार गरेँ अनि जग्गाहरू पनि कस्तो नि अलि ठुल्ठुलो गरेरमा खेतीपाती गर्ने अन्न लाउने अन्न बाली लाउने अलि सानो सानो गरेरमा चाहिँ त्यस्तै अब भनौँ न अहिले धेरै कुराहरू छ अब भनौँ न अब स्याउ सुन्तलाहरू कागतीहरू लाए पनि भयो अहिले त अब यो गाँजाको चाहिँ तपाईँको त्यो के अरे कपडा बुन्नुलाई त्यो रेस के अरे धागो आउँदो रहेछ त्यो गाँजा लाए पनि भयो तपाईँको अब भनौँ न ठिक अब एरिया बनाएर अब चाहिँ पुरै तारबार गभर्मेन्टले तारबार लगाएर तारबारभित्र अब भनौँ न बाख्रा अब पाले पनि भयो बाख्रा त अब त्यो छाडा जङ्गलमा छाडा छोड्यो भने त एकजनाले अब 10वटा बाख्रा पनि चलाउनु सक्दैन हेर्नु त्यसरी त हामीलाई फाइदै हुँदैन त्यही भएर सरकारी गभर्मेन्टले तारबार लगाएर अब एउटैले 300-400 400-500वटा बाख्रा पाल्न सक्ने हिसाब हुने गरी बाख्रा पनि त्यसरी पाल्नुपर्छ त्यो अब ठाउँ हेरेर होइन अब भिरालो धेरै सानो सानो सुर्को भाँडामा त्यसरी चाहिँ बाख्राहरू पाल्ने ठुल्ठुलो गरेर भाँडामा खेतीपाती गर्ने ठिकैको त्यस्तै अब ठाउँ अनुसारको चाहिँ अब त्यहाँ कुन कस्तो खालको माटोले कस्तो खालको भूभागले के लाउँदा ठिक हुन्छ भन्ने कुरो त्यसले चाहिँ अनुसन्धान गरेर चाहिँ त्यसरी गर्नुपर्छ अब सधैँभरि यसरी अब खाडी मुलुकमा अब विदेशमा गएर चाहिँ भनौँ न खाडी मुलुकमा गएर भनौँ न अब अन्य ठाउँमा पनि विदेशमा मात्रै गएर चाहिँ अब हुँदैन यो नेपालमा चाहिँ अब सबै यहीँ फर्केर देशको लागि अब सबैले यहीँ गरेर यहीँ बस्नुपर्छ भन्ने चाहिँ मेरो धारणा छ होइन त्यही भएर मैले यो भिडियो बनाएको छु यो भिडियो मार्फत मैले नेपाली 3 करोड नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूसम्म पुगोस् र सबैले यो भिडियो हेरिसक्नु भएपछि मलाई साथ दिनु होला भन्न चाहन्छु र यो काम चाहिँ धेरै कुरा छ यस्तो सुधार्नु पर्ने मैले यो अहिले एउटा पाठ भन्यो यो पनि मैले राम्रोसँग भन्न पाएको छैन अर्को भिडियोमा मैले अलि राम्रोसँग भन्ने छ यो पनि र अरू पनि थुप्रै पाठ छ यति भनौँ न यो मैबाट पनि सुरु गर्न सकिन्छ तर यो चाहिँ कसरी राज्यले खोज्नु पऱ्यो राज्यले चाहिँ चासो राख्नु पऱ्यो राज्यले चाहिँ यस्तो गर्ने मान्छे भनौँ न चाहियो भनेर चाहिँ राज्यले खोज्यो भने म पनि यसमा चाहिँ एकदमै अगाडि बढेर मैबाट सुरु गर्न सक्छु म त्यही भएर म अहिले चाहिँ यति मात्रै भन्छु फेरि अर्को भिडियोमा मैले अलि राम्रोसँग मिलाएर होइन अलि राम्रोसँग बुझ्ने गरी स्पष्ट बुझ्ने गरी सबै कुराहरू मैले छर्लङ्गै हुने गरी मैले भन्नेछु अहिलेको लागि चाहिँ म धेरै लामो भिडियो बनाउँदिनँ अहिलेको लागि म यति मात्रै भन्छु हस् धन्यवाद नमस्कार